देउबा दम्पतिमाथि आइलाग्यो सङ्कट। देउबा दम्पतिलाई कुनै हालतमा नेपाल झिकारै छाडिने इन्टरपोललाई पठाइयो थप कागजात। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र उनकी पत्नी आर्जु राणा देउबा विरुद्ध रेड नोटिस जारीका लागि प्रक्रिया तीव्र पारिएको छ। रेड नोटिसका लागि केही दिन पहिले इन्टरपोलले नेपाल प्रहरीसँग थप कागजात माग गरेको थियो। एनसीबी अर्थात् नेसनल सेन्टर ब्युरोले उक्त विवरण पठाइएको प्रहरी प्रधान कार्यालयको स्रोतले जानकारी दिएको छ। इन्टरपोललाई सबै कानुनी विवरण र प्रमाणहरू पठाएसँगै अब छिटै रेड नोटिस जारी हुने प्रक्रिया अगाडि बढेको छ। रेड नोटिस जारी हुनसाथ देउबा दम्पति विदेशको कुनै पनि कुनामा लुकेर बसे पनि इन्टरपोलको सहायताले तुरुन्त नेपाल झिकाइनेछ। रासपाका सभापति रवि लामिछानेले कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ललाई दिए खुल्ला चुनौती। एउटालाई खाने बाघले अर्कोलाई नखाला भनेर भन्न सकिन्न। न्यायको अन्तिम गन्तव्य बनाउनुको साटो आफ्नै स्वार्थहरूको संरक्षण गर्न मुकुण्डो बनाउने कुचित प्रयासमा त लागिरहेको छैन भन्ने पनि प्रश्न उठिरहेको छ। आगामी दिनहरूसम्म कुनै कारणले पनि कुनै परिस्थितिमा पनि सौदा गर्न नमिल्ने न्यायको प्रतिस्थापन गर्न सर्वकालिक आवश्यकताको विरुद्ध यो वा त्यो कारण बनाएर धराप थाप्ने दुष्प्रयासलाई सहने वातावरण त निर्माण होला भन्ने डर पनि उठिरहेको छ। रासपाका सभापति रवि लामिछानेले कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसको दिन दिएको अभिव्यक्ति प्रति कडा आपत्ति जनाउँदै खुल्ला चुनौती दिएका छन्। शनिबार पार्टीका सांसदहरूलाई आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले प्रधान न्यायाधीश सिफारिस प्रक्रिया बारे उठिरहेको विवादको कडा रूपले प्रतिवाद गरेका छन्। रवि लामिछानेले प्रधान न्यायाधीश सिफारिसमा परम्परा भन्दा बाहिर गएको भन्ने आलोचकहरूको जवाब दिँदै संवैधानिक परिषदको भूमिकामाथि प्रश्न चिन्ह खडा गरेका छन्। रवि लामिछानेले भने यदि वरिष्ठतम व्यक्तिलाई स्वतः प्रधान न्यायाधीश बनाउने व्यवस्था नै हुने हो भने संवैधानिक परिषदको के आवश्यक पर्थ्यो भन्दै सपना प्रधान मल्लमाथि आक्रोश पोखेका छन्। रवि लामिछानेले थप कुरा जोड्दै परम्परा तोडिएको भन्ने आरोपलाई अस्वीकार गर्दै यदि पुरानै शैली कायम रहेको भए अहिले पनि न्यायपालिकामा भागभण्डाको राजनीति चलिरहेको हुने दावी गरेका छन्।